हेलो हेलो नमस्ते नमस्ते। आज चाहिँ हामी चितवनबाट रसुवा लामटाङ गोसाइँकुण्डको यात्राको क्रममा केही दृश्यहरू लिएका थियौँ। सही क्रममा बाटोमा सयौं हाइजो पाहाडहरू र नजिकैबाट नियालिएको लामटाङ हिमाल पनि सुन्दर दृश्यका साथ हामी हाम्रो यात्रालाई अगाडि बढायौँ। चिसो मौसम, घाम पनि उत्तिकै अनि सुन्दर दृश्य। बाटोमा गाडीलाई धकाल्दै धुलो खाँदै रमाइलो गर्दै अगाडिको यात्रा बढायौँ। नजिकैबाट हिमालको दृश्य पनि अवलोकन गर्दाखेरि मनोरम दृश्यहरू, सुन्दर गाउँ अनि खाल्टुखुल्टी बाटोलाई थिचल्दै मिचल्दै अगाडि बढ्यौँ। सुन्दर दृश्य सँगसँगै अगाडिका गाउँहरूलाई हामीले आफ्नो क्यामेरामा कैद गऱ्यौँ। सुन्दर सफा खोलानाला जुन खोला तिब्बतबाट डाइरेक्ट नेपालमा आउने गर्दछ र हामी बिस्तारै बिस्तारै रसुवा भन्सारतर्फ र बुद्धका मूर्तिहरूलाई दर्शन गर्दै रसुवाको यात्रालाई हामीले अगाडि बढायौँ। अनि चिसो मौसममा तातो तातो चिया कसलाई मन पर्दैन र होइन र त अनि तपाईँहरू पनि रसुवा लामटाङ गोसाइँकुण्डको यात्रा गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। बस्न खान होटेलको पनि व्यवस्था हामीबाट हुनेछ। हस्त धन्यवाद। फलो गर्नुहोला।